प्रजापति क्षेत्रांतरे गतः पंडित भूमि प्राणराज्य हवाई सर्वसिद्धो मध्य कालिका नगरपालिका प्रभव पूर्वगामी द्वितीय गोष्ठी संस्थामध्ये सिद्धाभिराम संवत्सरे शिशु देवता शिष्य विक्रमासी प्रेमासी तथा भाविका शुभवंशे आद्यः कुंभराशि श्री सूर्य मिथुन राशि देव गुरु मेष राशि कन्या राशि मेषु शेषेषु भूमिषु क्लेशदा राशि धन पक्षी एवं ग्रह गुण विशिष्ट आद्यः राज गौरणी गोत्र पदस्य वर्षा नाम समाम सपति रूपज्ञान विशेषताय तेरे नाम देव्या नमः भुवना ज्ञान स्वाहा मम आयुर्मानिके देवाय दुर्गा प्रसाद नाम स्वाहा मम यशोदा नामिके देवाय राश मेघराज नाम स्वाहा मम तुलसी नामिके देवाय नवराज नाम स्वाहा मम सावित्री नामिके देवाय
सोमनाथ नाम समाहम थाहा छ मीना कुमार नामका देवयान थाहा छ गिरिनाथ नाम समाहम लीलानाथ नाम समाहम जाकेशु अध्ययन आदि विश्व सम्पूर्ण नर्मली निमित्त थाहा छ तथा शान्तित गोरी सेन समस्ता शिवदा पुरा विषय पालन गर्दै निमित्त थाहा निकेरिए तपाईँले त्यति लगाइदिनु भयो अरूले त गर्नुहुन्छ त्यसमा जानुहोस् त्यो तलब भजन सुरु तल्लो भेजा कान्छ त्यो बत्ती तल राख्नु अनि
देहधारीमा मान्छेभन्दा ठुलो केही छैन। त्यसमा पनि अलिकति चेतनशील बन्न पायो, त्यसमा पनि गलत जनेउ लगाएर जनेउ संस्कारका कर्म गर्न पायो, त्यसमा पनि यो चाहिँ मेरो ठुलो हो मैले मान्न पर्यो, यो चाहिँ मेरो चेलीबेटी हो मैले गएर सम्मान गर्नुपर्ने हो, यो चाहिँ मेरो मित्र हो यसलाई मैले सम्मान गर्नु हो, यो सानोलाई माया ठुलोलाई सम्मान गर्नुपर्छ भन्ने एउटा विवेक हुने काम गर्यो भने त्यो चाहिँ मुक्ति भयो। यदि त्यो कुरामा विवेक मरे अब हाम्रो जनावरलाई ढिकी काटेर हामीलाई जो बढीदेखि लडा कहाँ कस्ता घरमा जावा धान खोज्न जाने यो चाहिँ कुरो हुँदैन। यहाँनिर गोडो झिक्नै पर्छ भने अब बरु गोडो काटेर अब हजुर अवस्थामा गएर ढिकी बचाएर गोडो काटेर गोडो निकाल्नु माला काटिदियो अनि निकाल्नु भनेको छ। उनी सुनिरहेकै छ। अनि त्यही बेलामा आज्ञा गर्नलाई गाउँले भन्छन् हुँदैन, तिमीलाई 5वटा घर बनाए, जाय जथा जोडिदिए, श्री सम्पत्ति बनाइदिए, तिमीलाई यतिको बनाइदिए, अब यिनैको गोडो काटेर तिमीलाई के अपराध लाग्दैन? त्यो त हुँदैन। जुन अवस्थामा ढिकी काटेर गोडो निकाल्नु पर्छ भन्दा 11 जान घरका जान जति भन्छन् यो ढिकी काट्न पाइँदैन। बुढा सुनेका छन् कति रहेछ माया, पारमार्थी माया हो कि दोलारिक माया हो? अनि त्यही बेलामा अब देहधारीमा मान्छेभन्दा ठुलो केही छैन। त्यसमा पनि अलिकति चेतनशील बन्न पायो, त्यसमा पनि गलत जनेउ लगाएर जनेउ संस्कारका कर्म गर्न पायो, त्यसमा पनि यो चाहिँ मेरो ठुलो हो मैले मान्न पर्यो, यो चाहिँ मेरो चेलीबेटी हो मैले गएर सम्मान गर्नुपर्ने हो, यो चाहिँ मेरो मित्र हो यसलाई मैले सम्मान गर्नु हो, यो सानोलाई माया ठुलोलाई सम्मान गर्नुपर्छ भन्ने एउटा विवेक हुने काम गर्यो भने त्यो चाहिँ मुक्ति भयो। यदि त्यो कुरामा विवेक
बस खाने बेलामा चाहिँ कति दुःख गर्यो खर्च जुटायो अनि बल्ल बल्ल कसौडीमा लगेर पानी धेरै हाले पनि गिलो हुन्छ थोरै हाले पनि साह्रो हुन्छ पाल्दैन भन्यो